आउने छन् एमिक्स भर्सेस सोह्र ल हन्सजी भन्नुहोस् कसले जित्छ हान्छ हो एमिक्सले त फोर्टु हान्छ होला एमिक्सले तिमीलाई के लाग्छ हान्छ जस्तै लाग्छ मलाई नि हान्छ नै जस्तो लाग्छ तर फेरि थाहा छ इन्ट्रेस्टिङ कुरा त्यही छ 1-4 को इक्वेसनले जित्या हो एमिक्स हामीभन्दा बेटर रिजल्ट वाइजमा पनि ओभरअल ऱ्याङ्किङमा पनि छन् हाइट भाइलाई खेलाइने होला पक्कै पनि आज पनि स्कोर लाइन भन न तिमी सब भूमिका बाँध्यौ यार स्कोर लाइन लेट्स गो ल म एमिक्ससँग जान चाहन्छु जित्ने भनेको चाहिँ 2-4 नै भनौँ ल फेरि जितेको सेम प्रेडिक्सन च्याट साथीहरु बताऊ यस्तो नै खेल्दैछ हान्छ नि कस्तो हान्दैछ पुष्परी कस्तो हान्दैछ स्ल्याम सब बबल हान्दैछ हौ साथीहरुको एकदमै राम्रो छ त्यही भएर पनि हामीले पिक गर्यौं पिस्तोल राउन्ड दुईटैले 1-4 ले जितेर आएका हुन् है 1-4 ले नै जितेर आएका हुन् ठीक छ अब तपाईहरुलाई लाग्न सक्छ आफ्नै टिमलाई कम हाक्यौ तिमीहरुले भनेर ठिकै छ अब जे जस्तो अगाडिको टिमले खेलेछ हामी पनि बाध्य छौं हामीले रिजल्टकै हिसाबले नै यहाँ पिक गरियो जित्छन् भने त राम्रै हो उनीहरुले पनि अर्को राउन्डको यात्रा तय गर्न सकिन्छ यहाँबाट र स्पोर्ट्स पिस्तोल राउन्ड चल्दैछ प्लेयरलाई स्पट गर्ने कोसिस बिस्तारै बिस्तारै खेल्ने सायद प्लान बनाइएको छ टिमको तर्फबाट एंगल खासै क्रिएट गरिसकिएको त छैन डिफ्रेन्ट पोजिसनबाट खेल्न खोज्दैछन् ओके जोनको पोर्सनलाई क्यापलाइज गर्न सकियो भने एउटा टोन सेट चाहिँ हुन पुग्नेछ यहाँ पिस्तोलकै साथमा स्काई शट दिने कोसिस रहेको त थियो कनेक्सन आएन स्काई पोजिसन चेन्ज गर्न खोज्दै थियो स्काईलाई डाउन निकालियो यतै ड्रपबाट उठाइँदैछ उता स्पोर्ट्स स्कोरको प्लेयरको एचपी पनि कम त रहेको थियो तर नक निकाल्न भ्याए यहाँ सकियो राउन्ड सकियो एमएक्स जितेको छ कम्फर्टेबल विक्ट्री रहेको थियो पहिलो राउन्ड अर्को राउन्ड हेरौँ अब गन चल्दा के हुन्छ किनकि पिस्तोल राउन्ड भनेको अलि जित्न जसले पनि सक्छ भनेर हामी भन्ने गर्छौँ अब यहाँको स्टोरी के हुने हो स्मोक लगाएर सर्लक्क लाएर जाने हो पहिले स्मोक लगाएको हेर्न पाइयो त मजा आउने थियो ओके र स्पोर्ट्स जोनको के रहन्छ भन्ने पनि रह्यो यदि जोनले हल्का भए पनि फेभर गरिदियो भने क्यापलाइज गर्न चाहिँ सकिन्छ एमिक्स हातुर छन् छिटो छिटो सक्नु हुँदैन सायद त्यो एग्रेसिभ गेम प्लेको लागि यी साथीहरुले हिजो पनि पहिले स्मोक लगाएका थिए आज पनि पहिले स्मोक लगाउँदैछन् क्या यी साथीहरुले खेल्दो रहेछन् कि जस्तो छ क्या किनभने हिजो पनि देखेको नि त हामीले ट्यापटप पहिले स्मोक लगाउन रेडी भइहाल्ने क्या टाइम वेस्ट गर्नु परेन नि त ए ल घुसे त साथी त उही मुखमै ले ले अबुई लौ हैन होला के हो हो कि हैन होला आया ल हैन होला हो र यो चाहिँ हैन होला हो र मन्दिप म हैन होला के हो भन्नु पर्ला जस्तो छ अर्को राउन्ड हेरौँ अब कसरी नै गयो यो टिम त त्यो खुल्ने बित्तिकै सिधै मुखमा घुस्या हान्ने स्मोक गाडी हानियो जाउँ एक शॉट गले दुईटा ढले हो साथी त्यहाँ भने त्यो एउटा कनेक्सनले आम्मा के लगाइदिए त्यो डरको माहौलै छैन हामीलाई त त्यो रुफमा बसेर एउटा प्लेयरले कभर दिन्छ भनेर पनि नसोचिकन गइएको थियो अनि त्यो शट गन कसरी ढाले दुई प्लेयरलाई यार आम्मा एमएक्स अब यहाँ पनि गाडी लिएर सिधै मुखमा पुग्छन् जस्तो देख्दैछु म ऊ अब चढ्नी सिधै मुखैमा जाउँ भनेर खोज्ने कार्यक्रमतर्फ लाग्दैछन् यताबाट स्पोर्ट्सको प्लेयरहरूको पनि गाडीको अप्रोच छ उताबाट नि गाडीको अप्रोच छ गाडी जुदाउँछन् कि क्या हो मुखमै प्लेयर देखिसकिएको छ लड्ने भयो तर स्पोर्ट्सलाई मौकै नदिला हैन होला राउन्ड सक्यो केटाहरु यार अल्छी लागि खेले जस्तै खेल्छन् यार मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म मरे पनि मेरा सम्बोधन सुनिए होला खुसी नै छु म मरे पनि तिमीलाई खुसी
चाहन्छु मरिजाऊ कसम मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा थ्याङ्क यू दाई ओभर हग्यो है केटाहरूले हाम्रो केटाहरूले चाहिँ भाइको गाना त अति हो कि तर यहाँ केटाहरूले चाहिँ अति हगेको रहेछ है यस्तो खेलेर हुन्छ यार दाइ 3-0 हौ होइन यो पनि हारियो भने त सकियो त ऊ केटा हो के गर्नु डिबिएस किङले डिबिएस खाएपछि होइन यस्तो हो रश्मि अब यो भनेको अस्ति जमानामा गेम भएको हो यो भनेको जमानामा भएको अब केटाहरूलाई घर जान ढिलो भइसकेको थियो गेम सकेपछि गनाउँछ अरे क्या सब जहिले लास्टमा केटाहरूलाई भोक लागिसकेको थियो त्यही भएर छिटो छिटो मरौँ छिटो छिटो जाउँ भनेर अरे क्या हस् दाइ म निस्किन्छु है त लभ यु यार मेरो भाइ थ्याङ्क यू फर यार लभली 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 हस् थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच दाइ हस् थ्याङ्क यू दाइ भाइलाई थ्याङ्क यू फाइनलमा चाहिँ बोलाऊ है रश्मि हस् दाइ म आउँछु दाइ म फाइनलमा ल फाइनलमा यतिको चाहिँ सुन्नुपर्छ यार धन्दा 1-3 चाहिँ पारे यार भाइ त्यही भनेको मेरा भावना लडिए होलन अरे खराडी बनी मजल्दा पनि बोले न बारू 1-4 हुन्छ हौ मैले तर उयो चाहिँ नभन्नुपर्ने है भाइ नभनिदिनु पर्थ्यो क्या केटाहरूले हेर्थ्यो होला मजाले मैले अघि म्युजिक टिडिएम त हार्छ भनेर भन्दै होइन सरी यार गाइस मलाई थाहा थिएन केटाहरूको आजै हुन्छ भनेर यार म त पछि होला गेम भनेको त यो त यसमा त म जित्थेँ होला मजा आउँछ कि खेल्न त यसमा त मजाले खेल्नुपर्ने हो त केटाहरूले भाइ खुसी भइस् बाँकी मर्नको 100 के पुग्दा यार दाइ थ्याङ्क यू दाइ टिडिएम को पनि पोइन्ट प्लस हुन्छ मेरो मुजी युएस मा कुन चाहिँ नम्बर मुजी बेच्दै छ यार किन के भएर दाइ युएस भरि मुजी मेरो नम्बर बाडेको छ क्या कोले फोन हान्छ यार युएस बाट मुजी के अगाडिको कोड के हुन्छ +1 नै त्यो पछिको तीनटा के 484 को मुजी भनेको युएस को किङ हो अरे मुजी यो त पेन्सिल्भेनिया हो दाइ पेन्सिल्भेनियामा खोले ज्याक अरे नाम पनि मुजी पानामा जङ्गलबाट मुजी छिरेको म्यादर छु तलाई ब्लक हान्दिमा यो मुजी पानामा जङ्गलबाट छिरेको म्यादर छु